आफ्नो विषयको लागि खडा भएर प्रार्थना गर्नेछौँ। धन्यवाद सर्वज्ञानी सर्वश्रेष्ठ परम प्रभु पवित्र परमेश्वर, अनि तपाईँलाई धन्यवाद दिँदछौँ। अनि यो घडी यो समय हामी यो हाम्रो मण्डलीमा प्रभु तपाईले अनि तपाईँले हामीलाई तपाईँले जुटाइदिनुहोस् प्रभु। ल्याउनु भएको छ। मण्डलीमा प्रभु त्यो सानो बाबु दाइले पनि ल्याउनु भएको छ। अनि हामी कुनै कुराहरु मिले छैन प्रभु, तपाईँ जान्नुहुन्छ प्रभु, त्यो सबै तपाईँले जुटाइदिनुहोस् प्रभु तपाईले। हालेलुया। परमेश्वर पिता, जुन छिचो मिचोमा परेकाहरू छन् प्रभु, उहाँहरूलाई चाहिँ तपाईँले प्रभु उठाउनुहोस् प्रभु। तपाईँले उहाँहरूलाई उठाएर प्रभु तपाईँको सेवा कायममा खडा गर्ने व्यक्तिहरू बनाउनुहोस् प्रभु तपाईँले। अनि यो नेपालको लागि प्रार्थना गर्छु प्रभु। नेपालमा प्रभु जुन यो हिंसा भइरहेको छ, झै झगडा भइरहेको छ, रक्सी चाड खाने प्रभु, यो गाँजा बाङ गोटीहरू सबै प्रभु यो तपाईँले हटाइदिनुहोस् प्रभु तपाईँले। महान परमेश्वर तपाईँलाई धन्यवाद दिनुहोस्। हालेलुया। परमेश्वर पिता, नेपालमा प्रभु तपाईँले जस्तो स्वर्गमा छ यो पृथ्वीमा त्यस्तै गर्नुहुने परमेश्वरले नेपालमा नि स्वर्ग जस्तो बनाइदिनुहोस् प्रभु तपाईँले नेपालमा। हालेलुया। परमेश्वर पिता तपाईँलाई धेरै धेरै धन्यवाद दिनुहोस् प्रभु। तपाईँ महान परमेश्वरले प्रभु। अनि जुन नेताहरूको लागि प्रभु तपाईँले उहाँहरूको लागि तपाईँले असल नेता चुन्नुहोस्। यो असल नेता चुन्ने तपाईँ परमेश्वर हुनुहुन्छ, तपाईँले चुनेर प्रभु खडा गर्नुहुन्छ नेपालमा। हालेलुया। परमेश्वर पिता तपाईँलाई धेरै धेरै धन्यवाद दिनुहोस् प्रभु। अनि जुन बालबालिकाहरू छन् प्रभु, उहाँहरूलाई तपाईँले सहायता गर्नुहोस् प्रभु। अनि उहाँको जुन बुवा मम्मीहरूले प्रभु उहाँलाई स्कुल पढ्नको लागि प्रभु, अनि तपाईँले पठाउनुको लागि अनि उहाँहरूलाई सहायता गर्नुहोस्। उहाँको खर्चहरू प्रभु तपाईँले जुटाउनुहोस् प्रभु। अनि तपाईँले त्यो जुन पढाउने त्यो जुन मिसहरू हुनुहुन्छ प्रभु, उहाँहरूलाई तपाईँ सहायता गर्नु, आशिष दिनुहोस् प्रभु तपाईँले। जुन यसुले दिनुभएको शिक्षाहरू दिनुहोस् प्रभु तपाईँले उहाँलाई प्रभु। अनि उहाँलाई सिकाउने कुराहरूमा प्रभु तपाईँले जान्नुहुने परमेश्वरले सबै कुराहरू गर्नु पर्यो। हालेलुया। सर्वज्ञानी सर्वश्रेष्ठ परम प्रभु पवित्र परमेश्वर, तपाईँलाई हृदय खोलेर हामी धन्यवाद दिँदछौँ, किनकि हाम्रो हृदय जान्ने प्रभु तपाईँ हुनुहुन्छ, हाम्रो आत्मा जान्ने प्रभु तपाईँ हुनुहुन्छ। तपाईँले हामीलाई जहाँ जहाँ पुग्नुपर्ने छ तपाईँले सहायता गर्नुहुन्छ। आजको दिन यो बिहानी समय सुन्दर दिन तपाईँले छानिकन यो डाँडामा ल्याउनु भएको छ। अनि हामीले जति पाए हामी यहाँ बसेर तपाईँको विषयमा हामीले आफ्नो गुणगानहरू, आफ्नो विनम्र अनुरोधहरू तपाईँको चरणमा ल्याएका छौँ। अनि यो हामीले जति पाएहरू, किनभने प्रार्थनाको साथसाथै परमेश्वरले स्वर्ग सिंहासन खनाइकन अनि हाम्रो उपस्थित तपाईँको स्वर्ग सिंहासनमा लानुहुन्छ र हामीलाई उत्तर पनि दिनुहुन्छ पवित्र परमेश्वर। किनकि आफ्नो छोराछोरीले बोलेको कुराहरू तपाईँ सुन्ने परमेश्वर, हामीपट्टि ध्यान लगाउने, हामीपट्टि नजर लगाउने, हामीलाई सहायता गर्ने, अनि तपाईँको छत्र छायामुनि राख्ने स्वर्ग सेना खटाइकन तपाईँले हाम्रो छोराछोरीले राख्नुभएको छ। यो डाँडाको प्रार्थनाबाट हामीले जे हामीले सोचेर अहिले हामी तपाईँसँग चरण राखेका छौँ सबै कुरो जानिसक्ने उत्तर दिनुहुन्छ। तपाईँलाई धन्यवाद पवित्र परमेश्वर। तपाईँको स्वर्गीय ज्ञान हामीमाथि राखिदिनु।